नमस्कार दर्शक महानुभावहरू, म यति बेला जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नम्बर 9 पॉइन्टमा छु र यो जुन तपाईले देख्न सक्नुहुन्छ यो मस्टो मन्दिर पुरानो गाडी पनि भनिँदो रहेछ र जङ्गबहादुर राणाले चढाएका केही घाटहरू पनि छन्। तपाईले देख्न सक्नुहुन्छ यो जुन ठुलो छ यो चाहिँ होइन र यो अन्य जुन घाटहरू छन् यो जङ्गबहादुर राणाले चढाएको भन्ने छ। यो देवता मस्टो देवता कति वर्ष पुरानो हामी यहाँका स्थानीयसँग यहाँको मस्टो धामीसँग कुराकानी गर्नेछौँ। क्यामेरामा हुनुहुन्छ अनिश कुमार सिंह, हेर्ने जाजरकोट फेसबुक पेज र हेर्ने जाजरकोट युट्युब च्यानलदेखि हामीलाई हेर्दै हुनुहुन्छ। बाँकी हामी यहाँको धामीसँग कुराकानी गर्नेछौँ। दीपनारायण शाह जाजरकोटी राजाले चढाएको एउटा ग्रन्थ, अनि चन्द्र शमशेरले चढाएको एउटा ग्रन्थ, अनि जङ्गबहादुर राणाले 1800 कतिमा छ त्यो नीति पनि राम्रोसँग मैले हेर्नु पाएको थिएँ। त्यहाँ फोटो खिचेर लग्नुभयो भने त्यो थाहा भइहाल्छ। 1800मै नै चढाएको हुन्। अनि यहाँ जङ्गबहादुर राणाले चढाएको घाट चाहिँ कुन चाहिँ हो आन्टी? उते हुने हो। उते? हजुर। अनि हाम्रो दोसो जङ्गबहादुर राणाले चढाएको दोसो। अनि उसले दीपनारायण शाह जाजरकोट राजाले चढाएको घन्ट यो। हजुर। अनि चन्द्र शमशेरले चढाएको फर्स्ट घाट छेउको त्यो चन्द्र शमशेरले चढाएको। दोस्रो चाहिँ हजुर। अनि जङ्गबहादुर राणाले चढाएको यो। अनि यो मलक बहादुर सिंहले चढाएको। यो दीपनारायण शाह जाजरकोटी राजाले चढाएको। अनि यतापट्टि नाम हेर्नु भएन, यो घाटीपट्टि नाम हेर्नु भएन। अनि यो चाहिँ अस्ति दाङबाट पाहुनाले चढाएको। यति बेला हामीसँग हुनुहुन्छ मस्टा देवताको धमेनी, हजुरको नाम? गङ्गा कुमारी ढोकाए। गङ्गा कुमारी ढोकाए, हजुर। हामीले मस्टा देवताको बारेमा केही कुरा उहाँसँगबाट जानकारी लिइसकेका छौँ भने अब हामी मस्टा धामीसँग केही जानकारी लिनेछौँ। दीपनारायण शाहले एउटा घन्ट र लिसन आशा गुर्जा पनि चढाउनु भयो जाजरकोटी राजाले। लिसन राजाले चढाएको लिसन पनि छ हाम्रो भित्रमा छ। अनि त्यसपछि दुईटा आशा गुर्जा पनि छन्, एउटा गोला गोला गरेका। अनि ती चाहिँ जाजरकोटी राजाले चढाएको। घर चाहिँ 20 हाम्रो यो पुरानो गाडी 21 धामी बसेको गाडी हो। 21 धामी बसेको गाडी? 21 धामी बसेको गाडी, पुरानो, धेरै पुरानो। यो हाम्रो घर चाहिँ 1200 वर्षसम्म भइसक्यो। यो पुरै गाउँभरि यही घरबाट, यो हाम्रो जेठो घर, त्यो माइलो घर, कान्छो तल्लो घर, 3 भाइ यही घरबाट फाटेर गएका हुन्। अहिले चाहिँ कोही काठमाडौँ, कोही नेपालमा, कोही सुर्खेत, कोही दाङ, कोही बाँके बढिदिए गयो। तर चाहिँ जेठै घर यही हो। अनि नायिकाले पनि नायक पनि मान्छन्, हामीलाई नायक पनि मान्छन्, धामी पनि मान्छन्। नायक चाहिँ अहिले अब कोलपुर जानुभएको छ, योगेन्द्र सर अहिले दिल्लीमा हेस्टर हुनुहुन्छ। अनि घर चाहिँ कोलपुर आशीटोलमा छ। दर्शक महानुभावहरू, हामीले मस्टा देवताको बारेमा केही कुरा उहाँबाट हामीले सुनिसकेका छौँ। अब हामी मस्टा धामीदेखि नै केही कुराहरू सुन्नेछौँ। कति वर्ष पुरानो, कहाँबाट उत्पत्ति भएको, कहाँबाट आएको, होइन। र अब यति बेला हामी जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नम्बर 9 पॉइन्टको पुरानो गाडी यो मस्टा देवताको यो नजिकै छौँ हामी। र यति बेला हामीसँग हुनुहुन्छ मस्टा धामी र मस्टाको धमेनी। हामी उहाँसँग कुराकानी गर्नेछौँ। यो मस्टा देवता कहाँबाट उत्पन्न भएको, कहाँबाट आएको, कति वर्ष पुरानो, यी विषयमा छलफल गर्नेछौँ। स्वागत छ बुवा हजुरलाई। हजुरको नाम? पृथ्वीबहादुर ढोकाए। हजुर कति वर्षको हुनुभयो बाजे? 78 वर्षको हुनुभयो। हजुर यो मस्टा देवताको धामी भयो, कति वर्ष जति भयो? धामी त म जन्मेको 10 दिन, जन्मेको नानी गर्दा 10 दिनमा यसै हाम्रो माथि देउता चल्या हो। जन्मेको 10 दिनमा हजुरको आङमा नारायण गर्दा दिनै चलियो गरे। नारायण गर्दाखेरि हजुरको आङमा देउता आयो हैन? दिउँसो ढोकामा सुताउ
घन्टा गरेर ठ्याङ 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 बजाउनु पर्छ। यो मस्टा देवतामा कहाँबाट आउनुहुन्छ यहाँ भक्तजनहरू? यो त आउने हो काठमाडौँबाट आउँछन्। हजुर। यो दाङ, सल्यान, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोल्पा, मुगु अनि यो नेपाल अधिराज्यभरिबाटै आउँछन्। तपाईँको यो मस्टा देवतालाई केही राजाहरूले पनि घाटहरू चढाउनु भएको रहेछ। एकदमै शक्तिशालीको रूपमा पनि चिनित रहेछ मस्टा देवता। अन्य देवताहरू भन्दा पनि। यो मस्टा देवता कहाँ उत्पन्न भएको केही थाहा छ? यो मस्टा देवता मुगु कौवा। मुगु कौवा। मस्टा पहिलो कौवा भनेको पहिलो कौवा भेष गरिन उहाँ कौवामा आयो यहाँ। कौवा भन्ने काल के भने पहिला कौवा कागको भेष गरेर कौवा भन्ने मुगुमा त्यहाँ बास गर्यो। मुगुमा बास गर्यो। अनि हजुरको त्यहाँ कौवादेखि मस्टो देवता यहाँ आउँदै गर्दाखेरि सबैभन्दा पहिला वासस्थान कहाँ गरेको थियो मस्टो देवताले? पहिला त कफलना हो। कफलना हो। कफलना के भने चाहिँ यो घरमा मान्छे कौवा गएर थापा कौवा गरेर मान्थे यहाँ। अनि त्यहाँबाट के भने हामीलाई 7 दिनको बाटो लाग्छ, हिउँ पर्छ, कहिले केही हुन्छ भनेर फुल ल्याएर चाहिँ ल्यायो भने क्या। यो मस्टो देवता त धेरै वर्ष पुरानो होला बाजे है? यो धेरै पुरानो हो। कति वर्ष जति होला? यो कौवाबाट आएको गौले घन्टा छ यहाँ। गौले घन्टा छन् यहाँ। गौले घन्टा पनि छन्। झुटो छ, यत्रै छ झुटो। अनि कौवाबाट आउँदाखेरि आयो गरुलको कौवामा जाँदाखेरि कागको भेष गरेर मुगुमा गयो। अनि कौवा भइकन गएर त्यहाँ बास गर्यो। अनि कौवाबाट यहाँ कफलना आउँदाखेरि गरुलको भेष गरेर आयो। गरुलको भेष गरेर कुसे मस्टाको पातेल्नु भन्छन्। मस्टा पातेल्नु भन्छन्। त्यही अब गरुल ल्याएर त्यही एउटा ढुङ्गो छ, यस्तै ट्याक्क यस्तै गाडी जस्तै ढुङ्गो छ। त्यही ढुङ्गो अहिले ढुङ्गो छ, उही बेला कस्तो थियो ट्याक्क पछि त्यो गरुलले त्यो गरुले घन्टा चाहिँ त्यही ढुङ्गामा ल्याएर त्यही छोड्यो। त्यही छोडिसकेपछि त्यहाँ अब घरियाल ल्याउने बन्ने घरियाल त्यो घन्टा कुसेबाट ल्याउने बसा छुट्टी भइदिए। छुट्टी भइरहने गरिन त्यो जलपरी त्यहाँ। त्यसो भए यो त नेपालको राज संस्था भन्दा पनि पुरानो मस्टा देवता है। अनि त्यहाँबाट पछि अब घरियालुले कफल्युले त्यहाँ कफल्न ल्याएपछि कफल्न घरियाल सरासर घर गएको भए त्यो घरमा हुने हो 12। अनि कफल्न त्यहाँ घरियाल त्यहाँ कफल्न बासा बसिया हुनाले अनि बासा बसेन त्यो देउता त्यहाँ कफल्न बसिगएछ। पछि घरियाल घरङ्गा त्यसै हिँड्दै गए, देउता कफल्न बसिगयो। अनि कफल्न बसेपछि कफल्न अब केही वर्ष कफल्न पनि अब त्यहाँ धाम गरे त्यहाँ कफल्न पछि अब धुमेनी अब यस्तै अब धेरै यस्तो देशभरिका आउने पाठा अहिले कति धेरै बुन्डा भएर त अब आउँछन् भने त्यही बेला एक्लै त्यो कफल्नमा त धेरै पाठा आउने घरभरि गुनाउने भयो पाठाले। मान्छे थोरै उही बेला अनि गुनाउने भएपछि यो सार्किएको घर भयो। यी टाउकोबाट लिएर मालुवा बिरुन लोटाइआउँछु भनिन अनि डोगामा अनि त्यो टाउकोपट्टि हालिसन् गुन्न आउने भए टाउकोपट्टि हालिसन् यस्तै गइसन्। त्यही मालुवा बिरुन घुप्ट्याउँछु भन्दाखेरि डोगो लागिन गइसन् यस्तै घुप्ट्याउँछु भन्दाखेरि ठ्याक्क पछाडि अघि चुल्ठो लाउने चलन हामी असल अब खोप पार्छौँ। त्यो चुल्ठो लाउने त्यो चुल्ठो ठ्याक्क पारि त्यो डोगा कानामा अड्किएर चाहिँ यसो घुप्ट्याउँछु भने रिट्याउने लुटिन। अनि धुमेनी अब त्यो अलक्षिणले गर्यो क्या। अनि त्यो पछि अनि त्यही टाउकोसित गइन् चिनी धुमेनी त्यहीँ लुटी मरिकिन गरे। त्यही भइकन कफलमा त्यो धुमेनीको भाग लाग्दैन थाहा। धुमेनीको भाग अलक्षिण बोल्या बापतमा। अनि कफलनाबाट यो मस्टा देवता यता आउँदै गर्दाखेरि कफलनाबाट यता आएको हो कि अथवा के? कफलनाबाट आएको। ए
कफलबाट त्यहाँ बिजुल डाँडा आयो बिलडाँडा त्यो अहिले लाटो मस्टाको ऊ छ पहिला त त्यही बिलडाँडैमा अब बिलडाँडा के भनेपछि अब त्यो मैले कुलेक्सन बोलायो उनीहरूले राति चाहिँ यो देउताले राति ल्यायो राति ल्यायो सब सामानभरि ओसारिसक्यो अनि एउटै चुन्नौटो भन्ने मात्र उहाँ रहेर छ पछि भोकर र चुन्नौटो रहेछ त्यही लिन जान्छु भने फेरि गएर अनि त्यही पारे त्यो कफलदे पारीबाट सिमरपाखा गाउँ भन्ने रहेछ त्यहाँ बस्ती रहेछ त्यहीँ भाले बासे छ बिहान पग लागेको छ भाले बासे कुकुरी कहाँ गरी भाले बासे तोइ गाउनु पहिरै भनिन त्यो देउताले श्राप दिएछ उज्याल नभए नि भाले नबासिदियो नि त्यो भोकर पनि ल्याल्ने थियो चुनौटो पनि ल्याल्ने थियो सबै देउता यहाँ आइजाने थियो भोकर चुनौटो रह्या हुनाले भाले बासेर तोइ गाउन पहिरै भनिन श्राप दियो र त्यो सिमरपाखा गाउँ पहिरो परिने केही एउटा त्यही पनि रहन गरे पछि त्यही मात्र रहिन कफलमा चुनौटो र भोकर रहिन कफलमा मान्ने गरे त्यो भाले चाहिँ मैले चालेर बनबिराले खायो बेनाटो गाउँछन् त्यहाँ यहाँ ल्याउँथा बेनाटो रहन्छ पहिलो गाउँ त तलै हो माथि त्यहाँबाट अब यहाँ आइसकेपछि अब बिजुल डाँडा आयो बिजुल डाँडामा फेरि अब माथि अब बिजुल डाँडा देउता भयो तल रहेछ यहाँ जुन तल सेरो रहेछ तलको सेरो माथिको बेरो कोटो धोली अनि रहेछ पछि जुन तल नायक चाहिँ बिरामी भयो जुन तल नायक बिरामी भयो परशुराम छोरा परशुराम बिरामी भयो अनि बटुलले चाहिँ बाबुलाई आत्या या छोरा नायक बिरामी छोरो बिरामी भएपछि नायकको छोरो बिरामी भएपछि अब आउँदै हेराउँदै गरे अब निगु होइजान्छ भने देउताले त्यही सेरोमा आँखो अड्याएर छ देउताले माथिको सेरो तलको सेरो माथिको बेरो कोटोको धोली यो त्यसमा आँखो अड्याएर छ म खान्छु भनेर त्यो नायकको छोरो बिरामी भयो अनि नायक जाने हेराउन गरे अनि 3 दिन 3 गरी निगु होइजान्छ भन्ने गरे अनि जाने अनि निगु नहुने अनि जाने हेराउने अनि निगु नहुने त्यस्तै गरी पछि अब आज लास्ट जान्छु र त्यही खसिएन कि मारी फाल्याउँछु कि सही देउता काटिकन मेरो छोरो निगु बनाउने गरी आउँछु कि त्यही खसियान मारी आउँछु भने नायक कसिकन गए खान्था वहाँ गइया राता पाल्न गइया वाला गइया गोठ गइया उनी देउता काट्ने उनी हुन् खान्था चाउरा हुन् प्रसाद उम्रिते जेठा देउता काट्ने धामी कान्छ चाउरे उम्रिते 2 भाइ रहेछन् अनि उम्रिते धामी गोठ रहेछन् चाउरे भन्ने खेत जाने पनि असरा महिना हलो फालो कानमा हाली बल्ल ल्यागिन यहाँ किचनिया घर पत्तिर छ त्यहाँ पनि चौकी ढुङ्गो छ एउटा स्कुल छ त त्यही त भने किचनिया घर पत्तिर त्यो नुन दिने भन्ने अहिले बिचरा स्कुल छ अनि अहिले यो मस्टा देवतालाई गाउँ समाजले स्थानीय सरकारहरूले कसरी संरक्षण गरिराख्नु भएको छ अलिअलि अब पुरातत्व विभागबाट पर्या थियो यो चाहिँ अनि हाम्रा पृथ्वीराज धामीले चाहिँ माथि पुरातत्व विभागमा दर्ता गर्नुभएको छ संस्थै बना हाम्रो यो त मस्टाको संस्थै बनाएको छ संस्थै छ अनि पछि यो कुरा टुङ्ग्याल्नु पछि त्यही दिन कसिकनै आएर त्यही भाइने बेटा धामी कहाँ छ भने धामी गोठ आज खसियाने कि मारेर जाने कि मेरो छोरो निगु गरेर जाने भने आगो खसी तर्किगयो भनिन् यस्तै गरी धामी न त्यसले गाली नायकले भने बेला त्यसै बेला त्यो हलोफालो उता फालिन वहीँ त्यहाँ यस्तो गरी उखेरी मिलिन जरन सक्यो बारी त्यो ढाड मिलेर अछित बनाइदिन पछि है ल त्यो यहाँबाट गए बेला हेर्नु चोदेलीबाट हेरै घर सामान्य घरबाट भित्र नपसे चोदेलीबाट हेरेर जे अनि हुक्का बद्देऊ अहिले त माझ जाउ लाउ बुन्ने तेरा बालक बुनाएर रहेछु भनेपछि रै
वाड माथिको सेरो तलको सेरो माथिको बेरो धोली चाहिँ दिने हो नि त्यो पछि भुनिन त्यही त भुनिएपछि ल म न्यु गरेलु न्यु गरेपछि त्यो कुरा चाहिँ पछि गरौँला भुनिएर पछि त्यो अछि त त्यो ढाड मिनिन अछि त बुनाए अछि त लिन गएर अनि चोदेलीबाट हेरे यस्तै बाहिर चोदेलीबाट हेरे भित्र अनि यस्तै बेरो हालिकन 6 महिना वर्ष दिन कति भयो थियो बिरामीहरू लगन नलाग्ने भए लुगा बेरो हालिकन यस्तै बसालेर छन् बसाले दिसनमा हाले अनि जाउलो माझ लाएछन् अनि हुक्का मुखलाई ला हो आज खसियाली देउता कार्य छ आज खसियाली देउता कार्य छ भनेछन् पछि भित्र गएछन् ती 4 जना पनि त्यही जाउलो नै हालिन खुवाछन् अनि त्यही खुवाएपछि पछि दिन अब मेरो अब देउताले रोजिया छ मेरो भाग त दिने भयो अरू भाग त अब दिँदैनन् पछि अनि त्यो न्यु भएपछि पछि गए हेराउन फेरि गएर ल त्यो सेरो भेरो धोली चाहिँ मैले दिने हो नि भनेपछि अनि देउला मेरो भाग हो दिन्छु अरूको भाग हो म अरू भाइको भाग अब दिने हो मेरो छोरो बिरामी भयो भाइ अरू भाइले दिँदैन भनेपछि त्यही नै तिमी न अरू न तिमी जाहुनी गरे मेरो भाग हो म दिन्छु भने नायकले वचन हारेर गएपछि अरू भाइले क्यान दिने भएर अब त्यही पो छोरो न्यु बनाएर दिने भए हाम्रो भाग क्यान दिने भने दिएनन् नदिएपछि अनि सबै जोड्न खुन्न गए अनि बिउ काट्न गए ढुङ्गाले गाह्रो न डर खेल्न लाग्ने बिउ नकाट्ने डर खेल्न लाग्ने गरे फुपा पाग लागिन पाड्यो जाने सुपा पागलाई ओराउँछु भन्ने गरे बल्ल यो एउटा हबिन्नु एउटा यति दाइन दाब्रे त्यो एउटा बल्ल फुस एकातिर एउटा टाउ एकातिर गरी बल्ल बुनाइदिने गरे अनि फालो तलीबाट फरियो माथिबाट गरिदिने गरे त्यस्तै गरिकन आक्ट सब अरू भाइले पनि आक्ट गरिन् ल अब त्यो पनि दियो भने अरू भाइबाट पनि पछि त्यो छुटाएर अरू भाइले पनि छोडेर त्यो गाउन फालाल्न मर्ने भिरुन गइन हुपा पाग्ला रोटी मर्ने अनि के गर्नु नदिन हुने पछि बाध्यता भएर अरू भाइहरूले पनि सबैले दिए गरे दिइसकेपछि पछि त्यो देउता बिजुल डाँडाबाट फेरि यहाँ आउन आयो यहाँ आएपछि यहाँ छ सिद्ध पाल्टे गया यहाँ हामीले हेर्न पाउँछौँ पाइन्छ पाउँछ अनि त्यहाँबाट सुइँ उडेर माथि मन्दिर अहिले मस्ट मन्दिर छ त्यहाँ मन्दिरमा गइन धारामा यस्तो गरी भित्र छिन्ने लागेर छ पछि एक बामन पठाएछन् बामन जाऊ यस्तो माथि देउता हो क्या हो त्यहाँ गाई ओला पनि लाग्यो भने गर्नु डोगुडिङ गर्नु बामना अघि यहाँ बामनै खारी पनि अघि यहाँ बाहुन पनि बहिनी रहेछन् अहिले पो रोकाएको छ अघि बाहुनै खारी पनि बामना बास पनि रहेछ फटासिला गर्छन् जाँदै छिटी गर्छ यसै गर्छन् मुठी सुमाथेछन् मुठी बदियो मात्रै उदो अरू गएको छ मुठी बदियो फटासिला माथि मन्दिरमा अहिले भित्र पनि छ सानो मन्दिरभित्र फेरि एक सानो मन्दिर पनि छ त्यहाँ झाप्नु लाउँदैछ अनि त्यो भयो पछि अब लागिन चराथे त्यो हामीलाई थाहा छैन अब जस गरी चराथे के गर्थे पछि त्यस्तै गर्दै त्यहाँ कफलमा जाँदा राजा जाँदा कफलमा गए पनि अनि सर स्वागत कसैले राम्रोसँग सर स्वागत गरेनन् यहाँको त अब यहाँको थर त अघिदेखि शिक्षित हो क्या यहाँको थर पहिले शिक्षित अनि यहाँबाट राजा आउँदाखेरि तल चुठे मरीबाट कबरा बिछ्याउँदै अनि बिछ्याउँदै ल्यागिन त्यहीँमै हिँडाल्दै ल्याए हाम्रो उहिले राजालाई अनि मल्लतरा अनि उनीहरू कफलतिर उ गरेन क्या कफलतिर अब वास्ता गरेन्छन् पुइ गयो थियो थर बयानी कफलमा थियो देउता बयानी बुनिन राजाले बुनिया गरे क्या पुइ गयो थियो थर बयानी कफलमा थियो देउता दीपनारायण शाहले कफलमा गएर कफलमा अब त्यस्तै गरेनन् क्या गरेनन् त्यही त पनि हो त देउता थापा आए न क्षेत्रवाला आउँछ गएर स्वागत गरेनन् स्वागत अब धेरै राम्रो स्वागत भएन भने अनि पुइ गयो त थर बयानी अनि कफलमा त देउता बयानी हुने थियो भनेर राजाहरूले पनि बुन्याउनु गरे त्यही भइकन त्यहाँबाट पछि यहाँ आइन् त्यो कफला बिचे ल्यायो पछि अब राजा नै राम्रै भयो होला होइन राम्रै भइकन त लिसन छ अनि
यति मौरा गोला जस्तो आशा जस्तो गरुले घण्ट चाहिँ यहीँ छ मुख्य कौवाबाट आएको गरुले घण्ट जस्तो चाहिँ यत्रै छ माथि हाम्रो यो गोबौरा अचल मिल्दैन होला है अचल जुठो छ हामी खुल्दैन यहाँ यो त राख्ने बाह्रमा त भित्र फेरि खाट्छन् त्यहाँ भित्र त्यही खाटा भित्र फेरि अर्को खाट्छ त्यस्तो एकदम सुनिश्चित गरेर राखेको छ शालिगा राम पनि यति दन्ना नावला पाइया लक्ष्मीनारायणको शालिगा राम ट्याक्टर बस्या माथि साइकुरीबाट बगाएको रम्सिलो गाडीबाट पाएको शालिग्राम छ त्यस्तो ठुल्ठुलो दर्शक महानुभावहरू अहिलेको जमानामा तपाईँहरूलाई यो देउताबाट लिएर यो भूत प्रेतहरूप्रति देउताहरूप्रति विश्वास नलाग्न सक्छ तर हामी यस्ता कयौँ कुराहरूलाई उजागरण गर्दै हाम्रो हेर्ने जाजरकोट टिमको साथी हुनुहुन्छ अनिश कुमार सिंह र म लगायत हामी यस्ता कुराहरूलाई यस्ता सत्य कुराहरूलाई पहिला भएका कुराहरूलाई हामीले उजागरण गरिरहेका छौँ र यो मष्टा देवता यति शक्तिशाली आफैमा पनि राज संस्थाभन्दा पनि धेरै वर्ष पुरानो हो भन्ने कुरा पनि सुनेका छौँ तपाईँहरूलाई त्यहाँ बाहिर हामीले अगाडि पनि देखाइसकेका छौँ त्यहाँ राजाहरूले घाटहरूलाई यता मष्टा देवतालाई चढाएको हामी अन्तिम चरणमा छौँ र हामी फेरि पनि मष्टा देवताको लागि अर्को भिडियोमा उपस्थित हुनेछौँ त्यति बेरसम्मलाई हामीलाई बिदा दिनुहोस् हस्